सो गाइस म कपाल काटेर आइसकेको छु। फेरि बिग्रिहाल्छ अब म रुममा जान्छु है। बाल काट्दै हो कि कपाल। मेरो रुम हेर्नु सक्नुहुन्छ सबै अन्धकार छ। वेलकम ब्याक। चुकुल लाएँ मैले चुकुल। मजा आयो यार कसम। मेरोतिर सिमरातिर भन्दा बवाल कपाल काट्छ यहाँनिर। डु भिजिट है। कपाल काट्न आउनुहुँदा सिमरादेखि यहाँसम्म भयो भने है राम्रो फ्यासिलिटी छ। कपाल दामी काट्छन् है। अब जस्ट म पढ्छु एकछिन। आज नुहाउनु पनि पर्छ अहिले। पानी तताउँछु म सुरुमा। अनि पानी तताएर म अहिले नुहाउँछु। सो गाइज मेरो पानी पनि तात्दैछ। जस्ट नुहाउनु पर्ने हुन्छ म। पानीको जार बाहिर छ यहाँ। म देखाइदिन्छु तपाईँहरूलाई कहाँनिर छ भन्दाखेरि है। मेरो झ्यालबाट ठ्याक्क देखिन्छ पानीको जार। उहाँ पर पानीको जार त्यहाँ बसिरहेको छ। म जस्ट जान्छु अब पानीको जार लिन। त्यसपछि यो बाल्टीमा पानी हाल्छु चिसो तातो मिलाएर अनि जस्ट नुहाइदिन्छु। अस्ति मैले यो जारमा डाइरेक्ट तातो पानी हालेको। जारको पुरै यता भाग पग्ल्यो। राति कसैले नदेख्ने गरी गरेर जार छाँटेर ल्याएको मैले। चालाक दिमाग लगाउनु पर्छ अलिकति जस्ट। म चाहिँ पानीको जार लिएर गएँ। चुकुल खोल्ने चप्पल पहनो रे बाबा। को सुतेको यहाँ? ओइ सेती को सुतेको यहाँ सेती सुत्दैछ। ओइ सेती सुत्रोस्। पानीको जार उठाउन आइज मसँग। मेरो पानीको जार चाहिँ सुनभन्दा अमूल्य छ क्या। त्यही भएर यस्तो अन्डरग्राउन्ड। गाइस कति जाडो छ आज यार। जिन्दगीमा फर्स्ट टाइम मैले जाडोको अनुभव गरेँ। आज यति जाडो थियो धन्न बाथरुममा जमेको है। बत्तीको लाइटको अलिकति हिटले गरेर अनि मेरो शरीर अलिक तातो भयो। नत्र म आज जम्नेवाला थिएँ। टोटल्ली पुरै फ्रिज बाहिर फ्रिज हुनु बाथरुमभित्र फ्रिज हुनेवाला थियो। जब म घाम ताप्न जान्छु घाम लागेको छ कि छैन पहिला हेरौँ नि। आज म राम्रो भएर होला। घाम पनि लुके जस्तो लागिरहेको छ। आई एम जस्ट गोइङ। घाम नभएको अवस्था गाइस। मलाई देखेर घाम पनि लुकिसक्नु भएछ है। सो अब ब्ल्याङ्केटभित्र डल्नु पर्ने भाइ केही उपाय छैन। आई एम गोइङ टु स्लिप अ लट। पढ्छु भनेको यस्तो चिसो छ। हात मेरो जमिसकेको छ। ल ड्याङ्गैमा लगाइदिएँ। जस्ट म अब सुत्छु एकछिन। ब्ल्याङ्केटभित्र तातो भएपछि मेरो शरीर ठ्याक्क मेन्टेन हुन्छ। अनि त्यसपछि म के गर्छु मलाई थाहा छैन। अहिलेको लागि चाहिँ बाई।